भन्नुको मतलब भोलि पुष्पकमल दाहाल प्रचण्ड मात्र नभएर गृहमन्त्री मात्रै नभएर ठुल्ठुला नेताहरूले पार्टी अरे मन्त्री पद चाहिँ राजीनामा दिन्छन्। मेष राशि, वृश्चिक राशि र कर्कट राशिका प्रदेश, जिल्ला, स्थानहरू जुन जुन छन् यो स्थानहरूमा चाहिँ एक प्रकारको विघ्न बाधाहरू देखा पर्दैछन्। शासन सत्ता चलाएर बसेका नाम चलिएका व्यक्तित्वहरू जस्तो बालेन्द्र शाह भए ठुल्ठुला नाम चलिएका व्यक्तित्वहरूलाई विभिन्न प्रकारका उतार चढावहरू, धेरै टेन्सनहरू, धेरै विघ्न बाधाहरू, धेरै अप्ठ्यारा स्थितिहरू, विभिन्न काण्डहरू, किनकि पशुपतिनाथ जस्तो पवित्र ठाउँमा आएर नि बाहिरी अर्को भित्र अर्को बाहिरी अर्को रूप देखाउने मान्छे जो कोही होस् त्यो मान्छे छिटै पतन हुन्छ। यस्तो शक्तिशाली देउताका शरणमा परेर पशुपतिनाथ भित्र राजनीति गराउन खोज्ने, अब मैले भनेको कुरो यहाँ बुझ्नु कसरी पर्छ ध्यान दिएर बुझ्नु म भन्दैछु। यी दुईटा मिल्दाखेरि चाहिँ प्रदेशहरू हुन्छ नि, भारतका प्रदेशहरू जुन जुन छन्, नेपालका पनि प्रदेश बनाइयो। भारतको चाहिँ मेष राशि, वृश्चिक राशि, कर्कट राशिका प्रदेशहरूमा एक प्रकारको भयावह स्थितिहरू देखा पर्छ भने नेपालमा पनि जस्तो वृश्चिक राशिको जिल्ला भयो, मेष राशिको जिल्ला भयो, कर्कट राशिको जिल्ला भयो नि, यी जिल्लाहरूमा एक प्रकारको विघ्न बाधाहरू आउँछन्, एक प्रकारको त्रासहरू फैलिन्छ, एक प्रकारको रोगहरू फैलिन्छन् के। मेष राशि, वृश्चिक राशि र कर्कट राशिका प्रदेश, जिल्ला, स्थानहरू जुन जुन छन् यो स्थानहरूमा चाहिँ एक प्रकारको विघ्न बाधाहरू देखा पर्दैछन्। अब मैले नजिकै भारत देशको पनि कुरो गरेँ। भारतको प्रदेश हुँदी विभिन्न प्रकारका चाहिँ एक आपसमा गृहयुद्ध भन्छ नि, प्रदेश युद्धहरू, धार्मिक युद्धहरू सुचारू हुन सक्ने सम्भावना ज्यादा मात्रामा छन्। अब नेपालमा मैले भन्नुपर्छ यस्तो समयमा माघ 28 गते भित्रमा कहिलेदेखि अस्ति वैशाखको 23 गतेदेखि माघको 28 गते भित्रमा शासकद्वारा भनेको चाहिँ नेपालको ठुलै शासकद्वारा चाहिँ के हुन्छ भन्दा पार्टी त्याग, स्थान त्याग। भन्नुको मतलब भोलि पुष्पकमल दाहाल प्रचण्ड मात्र नभएर गृहमन्त्री मात्रै नभएर ठुल्ठुला नेताहरूले पार्टी अरे मन्त्री पद चाहिँ राजीनामा दिन्छन्। उनीहरूको कुर्सी अरूले नै ओगट्छन्। यहाँ भोलि गृहमन्त्री रवि लामी छानेको पद पनि जान सक्छ, प्रचण्डको पद पनि जान सक्छ। ठुल्ठुला नेताहरूको चाहिँ तपाईँको चाहिँ अवस्थाहरू नाजुक हुन सक्ने अवस्थाहरू बनिएको छ। बुझ्नुभयो नि। यो हुँदा के हुन्छ भने माघ 28 गते भित्रमा सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र गृहमन्त्री रवि लामी छानेमा केही न केही उतार चढावहरू देखा पर्छ। अब वैशाख 23 अस्तिको वैशाख 23 गते माघ 28 गते भित्रमा भन्नुको मतलब शासन सत्ता फेरबदल हुन सक्ने सम्भावना छ। माघ भनेको त टाइम धेरै छ नि त फेरि गुरुजी। टाइम त धेरै रहेछ नि त। माघ अब आउने माघ सम्ममा माघको 28 गतेसम्ममा यसरी बुझ्नु। माघ 1 गतेदेखि कर्कट राशिमा चाहिँ होइन, वैशाख 23 गतेदेखि माघको 28 गतेसम्ममा यो अवस्थाहरू देखा पर्छ। अलिक गाह्रो समय हो, जोगिनुपर्छ। अब आउँछु म शासन सत्ता चलाएर बसेका नाम चलिएका व्यक्तित्वहरू जस्तो बालेन्द्र शाह भए ठुल्ठुला नाम चलिएका व्यक्तित्वहरूलाई विभिन्न प्रकारका उतार चढावहरू, धेरै टेन्सनहरू, धेरै विघ्न बाधाहरू, धेरै अप्ठ्यारा स्थितिहरू, विभिन्न काण्डहरू निस्किन सक्छ। भनेको निकै नाम चलेका व्यक्तित्वहरूलाई पतन बनाउने एउटा अवस्थाहरू सिर्जना हुँदैछ है। विभिन्न प्रकारका हानि, विभिन्न प्रकारका चाहिँ तपाईँको कलङ्कहरू यस्तो समयमा लाग्ने स्थितिहरू बन्छ। अब मैले अस्तिदेखि भने यो पालि अत्याधिक वर्षा हुन्छ, बर्खामा वर्षा नभएर के हुन्छ भन्ने एक प्रकार हाबी भए, तर यो पालिको वर्षा अत्याधिक हुन्छ। भूकम्प छोटो हुन्छ, अत्याधिक हुन्छ। भूकम्पका धक्काहरू महसुस गरिन्छ हामीले। पश्चिमी क्षेत्रहरूमा ठुलो आउँदैन, सामान्य खालका भूकम्पका धक्काहरू। किनकि अहिले छत्रभङ्ग योग पनि हो नि त, मैले धेरै अगाडि पनि भनेको थिएँ। यस्तो अवस्थाहरू हुँदा भङ्ग हुन्छ क्या, केही कुराहरू भङ्ग हुने,
मैले तपाईँहरूलाई भनेको थिएँ नि विभिन्न प्रकारका काण्डहरू बाहिरिने अवस्था, एकले अर्कालाई फसाउने अवस्थाहरू सिर्जना हुन्छ है। अब यस्तै यस्तै अवस्थाहरू सिर्जना हुन्छन् र यस्तै यस्तै खालका गतिविधिहरूले गर्दाखेरि भोलि गाह्रो पर्न सक्ने झन्झट अवस्थाहरू सिर्जना हुँदैछन्, जोगिनु पर्छ, यही हो। भनेपछि एक ज्योतिषीले त रवि लामिछानेलाई त यिनले सबै सखापै पार्छन्, अहिलेसम्मका नेता भन्दा यी सबै खराब हुन् भनेर भिडियोसम्म बनाएको, भिडियो भाइरल भएको देखिरहेको होइन। यस्तो रवि लामिछानेको कुण्डली गजबको हुँदै होइन, ग्रह नराम्रै हो। उसको श्रीमतीको ग्रहले गर्दा उनले भने जुन पार्ने ग्रह हो त होइन, गाह्रै छ। मैले भनेको धेरै अगाडिदेखि रवि लामिछानेको जब निकितासँग विवाह भयो त्यस पछाडि यिनको राज्य सत्ता हाबी हुने खालका ग्रहहरू एक्टिभ भए है। र मैले बारम्बार भनेको रवि लामिछानेको ग्रह कमजोर छन्, रवि लामिछानेका ग्रहले काम दिँदैनन् भनेर। मैले भनेको पत्याउँदैनन् मान्छेहरू। मैले भनेको समयमा भारत इन्डिया सबै ठाउँमा सेयर बजार राम्ररी उक्ल्यो, तर नेपालमै उक्लेन। किन उक्लेन भन्दा यहाँ चाहिँ सेयर बजारै नेताहरूबाट कब्जा हुँदो रहेछ। अनि यस्तो भएपछि कहाँबाट काम दिन्छ? सेयर भर्न पनि व्यर्थ रहेछ, काम छैन नेपालमै, सब वाहियात होइन। कि बिचराहरू खेतबारी बेचेर चाहिँ सेयरमा लगानी गर्छन्, नेताले कप्पै खाएको छ, भित्री भित्री सेटिङ रहेछ। अनि कहाँ ज्योतिषी नै फेल हुने भए यहाँ त, अनि मै फेल भएँ। अनि मैले भनेको समयमा अरू देशमा हेर्नु साह्रै राम्रो भयो, तर नेपालमै चाहिँ किन भएन भनेर रिसर्च गरेको एकजना सेयरका ख्यागी, एकदम राम्रो सेयर गरेका मान्छे गुरु नबोल्नु, किनकि यो राजनीति छ, यसमा पुरै राजनीतिक हस्तक्षेप छ सेयर बजारमा भनेपछि। राजनीतिक हस्तक्षेप नभएको कुनै क्षेत्र छ र नेपालमा? त्यही त, अब हुँदा हुँदै सन्दीप लामिछानेमै राजनीतिक हस्तक्षेप भइदियो होइन। अनि यस्तो भएपछि त के काम दिन्छ? ज्योतिषीहरूमा पनि राजनीतिक हस्तक्षेप हुन्छ? हुन्छ, धेरै छ यहाँ, षड्यन्त्रकारीहरू धेरै छ, यसरी बुझ्नु पर्यो होइन। यसरी नै सबैजना सचेत भएर बस्नुपर्ने मैले चाहिँ आकलन देखेको छु। अब समग्रमा देशको अवस्था अझै भयावह हुन्छ कि अब पुगिसक्यो? नेपालमा त ठिकै हो, भारतमा चाहिँ गाह्रै छ। भारतमा कस्तो छ भनिदिनु न। जुन दिन राष्ट्रदेव पशुपतिनाथमा नरेन्द्र मोदी आएर बाहिरी एउटा स्वरूप भित्री अर्को स्वरूप देखाउनु भयो, त्यो दिनदेखि नरेन्द्र मोदीलाई दशा लाग्यो। जुन दिन नेपालका सालग्राम ठुल्ठुला लगेर अयोध्यामा मूर्ति बनाउने भनेर लगेर चाहिँ तपाईँको चाहिँ त्यो सालग्रामलाई व्यवस्था गरेर चाहिँ तपाईँको अयोध्यामा जसरी राखिएको छ, त्यसको पाप आज नरेन्द्र मोदीले भोगिराख्नु परेको छ। नेपालमाथि गद्दार गर्नेहरू या विदेशी जुनसुकै देशका हुन्, तिनीहरू छिट्टै भस्म खरानी हुन्छन्। यो देश देवभूमि हो। मैले बारम्बार भनेको छु, नरेन्द्र मोदीले यहाँ देशलाई हिन्दू राष्ट्र बनाउँछ भनेर एक प्रकारका धर्मगुरुहरू तातिएका छन्। नरेन्द्र मोदीकै जय जयकार गरेर बसेका छन्। नेपालमा नि नरेन्द्र मोदीले हिन्दू राष्ट्र नबनाउनको लागि कति ठुलो षड्यन्त्र छ भने नि बुझिसक्नु छैन यहाँ। अब ऊ आफ्नो चाहिँ 400 सिट ल्याएर भारतलाई हिन्दू राष्ट्र बनाउने पक्षमा थियो नरेन्द्र मोदी। नेपालको हिन्दू राष्ट्र भइदियो त विश्वको एकमात्र हिन्दू राष्ट्र नेपाल भनेर विश्वभरि चिनिन्थ्यो। विश्वका हिन्दूहरू चाहिँ तपाईँको नेपालमा आउँथे, तर उसले चाहिँ विश्वभरिका हिन्दूहरू चाहिँ भारत हिन्दू राष्ट्र बनाएर चाहिँ तपाईँको चाहिँ के गर्न खोजेको थियो, एउटा राजनीति गर्न जुन खोजिरहेको थियो नि, धर्मप्रतिको राजनीति, ऊ पुरा हुन सकेन। नेपाललाई नरेन्द्र मोदीले हिन्दू राष्ट्र नरेन्द्र मोदीले बनाउँछ भनेर यहाँ जुन जुन उफ्रिरहेछन् नि, डुरे मुसाहरू उफ्रिरहेछन् नि, सब वाहियात हो। नरेन्द्र मोदी हुन्जेलसम्म नेपाल हिन्दू राष्ट्र हुँदैन, किनकि आफ्नो देशलाई हिन्दू राष्ट्र बनाएर चाहिँ तपाईँको विश्वकै एकमात्र हिन्दू राष्ट्र बनाएर आफू चाहिँ हिन्दू किङ हुन खोज्ने नरेन्द्र मोदी, अनि नेपालमा नरेन्द्र मोदी भयो प्रधानमन्त्री, अब हिन्दू राष्ट्र नेपाल हुन्छ भन्दै उफ्रिरहेको थिए यहाँ डुङ्ग्रे मुसाहरू। जान्नु छैन, राजनीतिको र थाहा छैन, उसै फेसबुकका भित्तामा राजनीति गरेर बसेका छन्। नरेन्द्र मोदी नेपालको लागि घातक मान्छे हो, बुझ्नु पर्यो। कसैले बुझ्दैनन्, किनकि पशुपतिनाथ जस्तो पवित्र ठाउँमा आएर नि बाहिरी अर्को भित्र अर्को बाहिरी अर्को रूप देखाउने मान्छे जो कोही होस्, त्यो मान्छे छिटै पतन हुन्छ। यस्तो शक्तिशाली देउताका शरणमा परेर पशुपतिनाथभित्र राजनीति गराउन खोज्ने नरेन्द्र मोदी आज थोरै सिटमा झरे, भोलि ऊ सकिन सक्छन्, होसियार। नरेन्द्र मोदी प्रधानमन्त्री हुनुभन्दा अगाडि पनि नेपालकै हाम्रो पश्चिमको प्रसिद्ध तीर्थस्थल मुक्तिनाथमा गरेको ध्यान तपस्याकै कारण हो भन्छ नि, तपाईँलाई एउटा यस्तो हुन्छ हेर्नु,
नरेन्द्र मोदी ध्यानी योगी साधु भन्छन् त्यो आफ्नो ठाउँमा छ। म चाहिँ योगी आदित्यनाथलाई मात्रै मान्छु, योगी साधु सन्त भनेर। बुझ्नुभयो नि? योगी आदित्यनाथ जतिको भारतमा त्यतिको विचार र त्यतिको सिद्धान्त भएको मान्छे छैन। मोदी अझै राम्रो भन्छन् तर होइन। जसले नेपाल आमाप्रति षड्यन्त्र रच्छ, या नरेन्द्र मोदी होस् या किम जोङ होस् या जुनसुकै देशका प्रधानमन्त्री हुन्, जुनसुकै देशका राष्ट्रपति हुन्, यिनीहरू छिटै सकिन्छन्। यो लेखेर राख्दा हुन्छ। आज नेपालप्रति गद्दार गर्नेहरू आफू आफू लडेर मर्दैछन्, आफू आफू सकिँदैछन्। नेपाल देवभूमि हो, किरात भूमि हो, बौद्ध भूमि हो। यहाँ गुरु तपाईँको फाल्गुन नन्दको कृपा छ, यहाँ राष्ट्रदेव पशुपतिनाथको कृपा छ, यहाँ भगवान् गौतम बुद्धको कृपा भएको भूमिमा यहाँ आएर यो देशलाई सक्न खोज्ने रणनीति जो कोहीले बनाउँछ ऊ आफै ध्वस्त हुन्छ। यति बुझ्नुहोस्। अहिले हामीले यो मेरो कुरो तपाईँहरूलाई सत्य लाग्दैन भने नजिकैको छिमेकी नरेन्द्र मोदी हेर्नुहोस्, अहिले बेहाल भएर डिप्रेसनमा जाने अवस्थामा पुर्याइदियो। त्यहाँ अब आफैले अयोध्या मन्दिर बनाए, अयोध्यामै जितेनन्। भगवान्माथि राजनीति नगर, राममाथि राजनीति नगर भनेर मैले बारम्बार भनेको त्यतिखेरै। मलाई चाहिँ मेरो भिडियो निकालेर होइन यहाँका नेपालका गुरुहरूले मलाई यतिसम्म चाहिँ तपाईँ त्यतिखेर मैले राम भगवान्को त विरोध गरेको थिइनँ नि। तपाईँ भगवान् राख्ने ठाउँ पुरा नबनाइकन राख्नु हुँदैन। भगवान्लाई हानि हुन्छ, अप्ठ्यारो पर्छ। पुरै अङ्ग बनाइसक, अनि अङ्ग बनाइसकेपछि प्राण लगेर राख भन्दा मेरो यति विरोध भयो। यहाँका ब्राह्मणहरू जुन छन् पुरै भस्मधारीहरू के चन्दन ठाडो पारेर मेरो विरोध गरे नि, अहिले आएर चेत्दैछन्। अयोध्यामै नरेन्द्र मोदीले जितेनन्। ल हेर्नु, भगवान्माथि कहिले राजनीति नगर तिमीहरू। नेपालमा राजनीतिक दलहरू सकिनुको कारण भगवान्माथि राजनीति गरेर हो। पशुपतिनाथभित्र राजनीति गरिराखेका छन्, त्यही भएर यिनीहरू सकिन्छन्। सकिन यिनीहरूलाई कति बेर पनि लाग्दैन, भस्म हुन्छन् यिनीहरू। जो नेपालीले पनि पशुपतिनाथमाथि गद्दार गरिरहेछ भने उसको पनि भविष्य अनिश्चित छ। यिनीहरू छिटै सकिन्छन्। बुझ्नुभयो नि? छिटै सकिन्छन्। नेपालीहरूप्रति गद्दार गर्ने व्यक्तित्वहरू या त्यो जोगी हुन्, या ती माता हुन्, कि ती राजनीतिज्ञ हुन्, तिनीहरू जेसुकै हुन्, तिनीहरूको दिन अब सक्यो भन्ने बुझ्दा हुन्छ। कुरा यसरी बुझौँ है। अब कुराहरू विभिन्न आइरहेका हुन्छन्, विभिन्न मान्छेहरू भनिरहेका हुन्छन्, विभिन्न काण्डहरू। यहाँले अझै कस्ता कस्ता काण्ड आउँछन् भन्नुहुन्थ्यो, नभन्दै सुन्नै नसक्नुका काण्डहरू बाहिरिरहेका छन्। यो देशमा एउटा क्या भलो कसैलाई नगर्नु, यो भलो गर्ने जमाना होइन रहेछ। साँच्चै भनेको यो भलो गर्ने समय होइन। भलो कसैलाई नगर्नु, आफ्नो लागि काम गर्नु। मैले त्यही भनिराखेको छु। हामी गुरु, हामी सबैजनालाई भलो होस्, राम्रो होस् भनेर हामीले बारम्बार होइन सबैलाई गरिदिउँ, नगरिदिएको छैन आजसम्म। तर हामी नै प्रति चाहिँ मान्छेहरू के हाबी भएका छन्, खनिएका छन्। के गरे त गुरुजी? होइन, छन्, धेरै छन्। यहाँ अहिले हामी किन बोलिराख्ने? तर मान्छेलाई राम्रो होस् भन्नु, हामीले राम्रै होस् भन्छौँ। हामीसँग आएका मान्छेलाई हामीले 5वटा विद्या सिकाउँछौँ, 5वटा विधि विधान सिकाउँछौँ। तर 5वटा विधि विधान गर्दैनन्। एउटै पनि विधि विधानै नगरिकन आफसे आफ ठुलो हुन खोज्छन्, अनि यो गुरुकामा गएको कामै भएन भन्छन्। हामीले भनेको विधि विधानहरू, हामीले सिकाइदिएका उपायहरू चाहिँ 5वटामा 3वटै मात्रै गर्ने मान्छेको नि केही राम्रा भएका छन्। ती कुराहरूलाई चाहिँ हामीले मनन चिन्तन गर्नुपर्छ। त्यसरी मनन चिन्तन गरिराख्दा तपाईँहरूलाई राम्रो हुन्छ, नभए हुनेवाला त केही पनि छैन। विधि विधान सिकायो, गर्दै नगरो, अनि राम्रो भएन भनौँ, करायो, उफ्रियो, चिच्यायो, हामीले यति पैसा चाहिन्छ, यति लाख चाहिन्छ, यति लाख चाहिन्छ, यसो गर्नुपर्छ भनेको छैन। गर्नै पर्ने मान्छेलाई लु यो छ है तपाईँको, गर्न सक्नुहुन्छ नि गर्ने, गर्न सक्नुहुन्न नि नगर्ने, हामीले यो भन्छौँ। तर आजसम्म हाम्रामा आएर त्यहाँ दिने एउटा क्यामेरा तेर्साउनु, हवन गर्न आउनुहुन्छ धेरै मान्छे, बिहान डेली आउनुहुन्छ। आफ्नो आश्रम छैन, आश्रम थियो भने त म त्यही अनुसारको म विधि विधानसहित गराउँथेँ। आश्रमको लागि जग्गा खोज्यौँ, यहाँ रेस्टुरेन्ट खोल्न, बार खोल्न, दुनियाँ थोक गर्नलाई चाहिँ जग्गा मान्छेले उपलब्ध गराउँछन्। तर एउटा आश्रम खोलौँ, सत्मार्गको एउटा प्रेरणा जगाउँ, योग ध्यान साधना सिकाउँ, विभिन्न प्रकारका बिग्रेका मान्छेहरूलाई ल्याएर त्यहाँ सुधारौँ भनेर जग्गा खोज्न हामी कहाँ पुगेनौँ। मेलम्ची पुग्यौँ, रामपुरको पनि माथि डाँडा पुग्यौँ, हिजो अस्तिसम्म हामी आज हिजो पनि पुग्यौँ, हामी धेरै ठाउँ पुग्यौँ। तर यहाँ नेपालीहरू कस्तो छन् भने
छोटा छोटा लुगा लगाएर नाच्नको लागि जग्गा दिन्छन्, सम्पत्ति दिन्छन्, तर हामीले सत्कर्म गर्नको लागि मलाई त दिनु परेन, संस्थाको नाममा दिनु भन्दा नि दिँदैनन्। यहाँ कति जग्गा भएका मान्छे छन् काठमाडौँ नजिकै, तर खोइ 5-7 पनि हामीलाई लिजमा पत्याएन मान्छेले। भनेपछि अवस्था एकदमै गाह्रो छ है गुरुजी। यस्तो छ, सत्यलाई साथ दिउँ असत्यलाई नाश गरौँ